त्यो उताउला छन् मलाई अब त्यो बराबरी हिसाब गरौँ खेलौँ सिङ्गल सिङ्गल भन्ने पनि छन्। त्यस्तालाई मैले गोली सोली खाँदैन, कम्प्युटरको अप्सन अनुसार म ब्लक गर्छु। धेरै जसो चाहिँ नेपाल जतिको यतिको दुखी समाजमा यतिको मान्छे मुकुन्दी पाउनु त यो त चान्स पनि हो भनेर विवेकी मान्छेले भन्दा म त्यो कुरालाई चाहिँ आधार मानेर आफ्नै हातलाई सिरानी हालेर म चाहिँ सपना देखिरहेको छु मुकुन्दल्यान्डको। म अरू कसैलाई सिरानी हालेको छैन। घुसका सिरानीमा सुत्दाखेरि चाहिँ नि छातीमा हात राख्दा सपनामा ऐठन पनि हुन्छ ब्लड जुधेर। त्यसैले म आफ्नै हातमा चाहिँ नि सिरानी हालेर रहेको छु। तपाईँको पार्टीको नाम राष्ट्रिय गणतन्त्र पार्टी। अहिले वैधानिक हिसाबले यसलाई मैले दर्ता गर्न कोरम पुगेको छैन। दिगा मान्छेहरू मसँग छैनन्। केही पुस्तासम्म धर्म नछोड्ने मान्छे चाहिन्छ राजनीतिमा, संस्थापक सदस्यहरू। तर मैले सोचेको चाहिँ अमेरिकाको अहिलेका मैले पहिल्यै हुन्छन् नि भनेको थिएँ हालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी जस्तै गणतन्त्र धान्ने चलाउने राष्ट्रिय गणतन्त्र पार्टी।